यो मुलुकको राष्ट्रिय स्वाधीनता, यो मुलुकको भ्रष्टाचारहरूलाई तलाउनको लागि त्यस्तो घमण्ड चाहिरहन्छ, त्यो घमण्डको सधैँभरि म साथ सहयोग दिइरहन्छु। यो कुरा स्पष्ट रहनु। घमण्ड घमण्ड नभन्नु, कुन कुराको घमण्ड भनेर बुझ्नु। तपाईँको सभापतिले जस्तो केपी ओली र शेरबहादुरलाई ठेगान लाउँछु भन्ने जस्तो हाम्रो घमण्ड छैन। केपी ओली पनि यही मुलुकको नागरिक हो, शेरबहादुर पनि यही मुलुकको नागरिक हो। कानुनले तोकेको अनुसार उनले दण्ड सजाय हुन्छ गल्ती गरेको छ भने। तर हामी केपीलाई गएर ठिक लाउँछौँ, शेरबहादुरलाई गएर ठिक लाउँछौँ, हामी त्यो भन्दैनौँ। तपाईँको सभापतिलाई सुन्नु, तपाईँको सभापतिलाई सिकाउनु हुङ्कार के हो, घमण्ड के हो, त्यसलाई भन्छ घमण्ड, त्यसलाई भन्छ हुङ्कार भनेको। त्यो चिजबाट पहिला बाहिर निस्किनु। तपाईँहरूको पहिला त्यो मस्तिष्कबाट बाहिर निस्किनु। तपाईँहरू त्यो खुल्ला रूपले पहिलो नम्बर तपाईँ नेपाली बन्नु। तपाईँ पहिलो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे हो कि तपाईँ चाहिँ नेपाली हो? नेपाली हो भने तपाईँ चाहिँ नेपाल बनाउनको लागि चाहिँ यो नेपाल बनाउने अभियानमा जोडिनुहुन्छ कि तपाईँ चाहिँ के अरे चाहिँ तपाईँको चाहिँ घन्टी पार्टी बनाउनेको अभियानमा जोडिनुहुन्छ? यो कुरा तपाईँले बुझ्न जरुरत छ। त्यसैले जापान भन्ने जस्तो देशमा छु भनिसके पछाडि, जापान भन्ने देशमा म पनि लामो समय रहेको कारणले गर्दाखेरि जापान भन्ने देशको श्रमको औचित्य र महत्त्व बुझेको मान्छे हो। त्यसै भएको कारणले गर्दाखेरि हर्क साम्बाङको नेतृत्व यो जुन किसिमको अभियानलाई जबसम्म हर्क साम्बाङले अगुवा भनेर यो नेतृत्व अगाडि रहिरहन्छ हो, तबसम्म हामी हर्क साम्बाङ हाम्रो अगुवालाई हामी साथ दिइरहन्छौँ। यो कुरा तपाईँ क्लियर बुझ्नु। तपाईँहरू मिल्नुपर्छ भन्ने कुरा किन गर्नुहुन्छ? मिल्नुपर्छ भने आउनुहोस् न, सडकमा लिएर काम गर्न आउनुहोस्। मिल्ने भन्ने कुरा त्यहीँबाट सडकबाट सुरु भइसक्यो त। किन हामी त 5 स्टार होटलमा गएर मिलेको कुरालाई हामी स्वीकार दिनुपर्ने? हामीसँग जनतासँग प्रत्यक्ष रूपमा फिल्डमा आएर काम गरेर देखाओस्, अनि त्यहाँबाट मिलिहाल्यो त। त्यहाँ अरू के सही गर्नुपर्छ, कहीँ हस्ताक्षर गर्नुपर्छ, कहीँ पनि छैन। श्रम संस्कृति पार्टीले 2000 मान्छे लिएर कार्यकर्ता लिएर चाहिँ काम गर्दैछन्, तपाईँ 4000 मान्छे लिएर काम गर्न जानुहोस् त। मिल्यो त? एजेन्डा मिलेन, कुरा मिलेन, काम मिलेन, व्यवहार मिलेन कि सहकारी लुट्नु पर्ने हो कि के अरे चाहिँ बाघ हो भन्दैमा मान्छे मार्नु पर्ने हो, मान्छे खाँदै हिँड्नु पर्ने हो? त्यस्ता खालको हामीलाई बाघ चाहिएको छैन। बाघ हो भने कि जङ्गलमा बस्छ कि चिडाखानामा बस्छ। अहिले नै मैले क्लियर कुरा गरिदिएँ। नेपाली जनताले यो कुरा बुझ्नुपर्छ। सबैजनाले यो कुरा बुझेर अब आउने चुनावमा ब्यालेटमा मतदान गर्दाखेरि तपाईँले सबैले श्रम संस्कृति पार्टीको माटो चिन्हमा मतदान गर्नु होला। जय देश, जय माटो, जय श्रम संस्कृति पार्टी। धन्यवाद।